सब बिस्तारै बोलेको थियो अघि मान्छेलाई परिचालित मान्छेलाई अमेरिकाबाट परिचालित मान्छे तपाईहरु भरि कति आउँछ सबै आज कहाँबाट परिचालित हुनुहुन्छ सबै कुरा बाहिर आइसक्यो म के भन्दिन उहाँले पनि भन्नुभयो त उहाँले पनि लाउनुहोस् भनिसकेको छु मैले तपाईको पनि कार्यक्रम बन्द गरिदिन्छु म ये भगवान क्या जुलुम है एकदमै आदरणीय दर्शक देख्नुहुन्छ हेर्नुस् एयरपोर्ट अभी बताता हूँ तेरे को रुक जा अभी बताता हूँ हो तर यो जग्गा यो के रे ऊ भन्दा दक्षिणतिर हामीले के रे यो जग्गा किन हामीले किन्यौं भन्ने कुरा व्यक्तिलाई रुने गरी थर्काउनुस् भन्ने रहेछ थर्काइदिनुस् तपाई बढी नहुनुहोस् है मलाई सही हुँदैन पक्कै भयो अब यो तीनजना मध्ये ठ्याक्कै एकजना अलिकति थोरै मात्रै भए पनि ज्यादा मनपर्ने चाहिँ मलाई प्रचण्ड नै हो हैन किन प्रचण्ड मनपर्छ ठ्याक्कै भन्नु साथ खुलासा गर्नुस् ल 1 2 3 आधार दिनुस् त तीनजना यस्तो हुन्छ मलाई चाहिँ के लाग्छ भने ठ्याक्कै भन्नु हैन कम चोर लाग्छ अध्यक्ष शक्ति भने को अमेरिकी दलाल को अध्यक्ष शक्ति भने भन्नुहोस् उहाँको कुरासँग मलाई कुनै मतलब छैन तपाईको अध्यक्ष शक्ति भने को त नि हो बस्नुस् अभिनय गर्नुस् त होला आज एकदम ठट्टा होइन थापकाजी यो रामदासको खेल होइन मानिस जुवाको कौडी होइन छिनमा नेताहरूको घरमा पुगेछ दामाया गरेछ यसो गरेछ उसो गरेछ के गरेछ त्यस्तो यो जनताको काम हो जनताको लागि हो यो हैन मेरो डायलग हो तर किन रिसाल गल्ती थियो दोस्रो पनि गल्ती भयो पहिलोको चाहिँ कुरा नमिलेको हो अरु थोकमा एकदम सच्चा मान्छे हो दोस्रोको चाहिँ झुटा मान्छे हो त्यही भएर पहिलो र सेकेन्डलाई कम्पेरिजन गर्न मिल्दैन यहाँनिर अब तेस्रो विवाह कहिले गर्नु सँगै रहनुभयो सँगै त बसेन हामीहरू ऊ पनि उसको घरमा थियो मेरो घर रिलेसन भन्ने बित्तिकै कहाँ लिभिङ हुन्छ त रिलेसन हुन्छ त एउटा बोयफ्रेन्ड र गर्लफ्रेन्ड पो भयो नि होइन तर अब विदेशमा बोयफ्रेन्ड र गर्लफ्रेन्ड भएपछि सबै कुरा हुन्छ नि त फेरि मेरो खराब पानी छ मेरो खराब पानी छ हुँदैछ भन्नु त रौतहटमा खासमा अहिले तपाईँको एकदम नयाँ अनुहारको काम छ किनभने यो नेताहरूले पुरै घिनाइदिएको छ रौतहटमा एकदम विकासको पुरै खाँचो छ तपाईँको शिक्षा स्वास्थ्य त्यो सबै पछाडि भइसकेको छ अब तपाईँ आउनुहोस् तपाईँको साथमा हामी सम्पूर्ण युवाहरू तपाईँको साथमा छु अहिले तपाईँको कोही गर्लफ्रेन्ड छैन ढाँट्नु भयो तपाईँले होइन ढाँटेको होइन म सत्य भयो तपाईँ गर्लफ्रेन्ड लिएर हिँड्नुहुन्छ त फेरि कता कफी सपमा देखाएको हुन्छ कहिले काहीँ किन म लुकाउँदिनँ म एकदम स्पष्ट वक्ता हुँ म आफ्नो कुरा स्पष्ट राख्छु सुन्नु न तपाईँको बारेमा पनि त हामीले पढेका छौँ नि त होइन पढेर मात्रै भएन गरेको कुरा देखाउनु पर्यो मैले प्रेमकोसँग गरेको छु ल एकजना मान्छे देखाउँछु मैले नाम लिएँ भने पनि मैले गरेको छु ल्याउने कार्यक्रम मुख हेर्ने कार्यक्रम विवाहको दिने सबै हाम्रो रीतिरिवाजवाला कार्यक्रम चाहिँ हाम्रो वैशाखमा हुन्छ अझ वैशाखमा आउनुहोस् भनेर अहिले खालि कागजी रूपले जुन विवाह मैले उता अप्लाई गर्नुपर्ने हुन्छ उहाँलाई त्यो हिसाबले मात्र हामीले बिहा गरेको थियो त्यतिखेर होइन कागजी बिहा गर्न तपाईँ तयार हुनुभयो गजबको नायिका हुनुहुन्छ तपाईँ रौतहट क्षेत्र नम्बर 4 मा अब ऋषि धवलालाई छान्न पर्ने 4-5 वटा कारण छ जनताले पहिलो कारण म इमानदार छु दोस्रो कुरो लगानी भित्राउन सक्छु तेस्रो कुरा भ्रष्टाचारले कारबाही गर्न सक्छु जसले जे गरे भए पनि त्यसलाई म नकारात्मक लिन्न फेरि किनभने मैले सुरुवात गरेँ नेपालमा उम्मेदवारहरूले के गर्नुपर्छ जनताको भुइँ मान्छेको एजेन्डालाई कसरी बोक्नुपर्छ भनेर मैले सुरुवात गरेँ आज सबले फलोअप गरे कार्यक्रममा जाँदाखेरि तपाईँले हँसाएको कुराहरूलाई लिएर युवतीहरूले के भन्छन् थाहा छ श्रीमान त किरण किसी जस्तो हुन्छ
म त ढाले 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 ए म त ढाले 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 ए म त ढाले 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 ए म त ढाले 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 पल्ला अगाडि साइलोले कसरी ढलाए मलाई बताउनुहोस् त्यही भनिहाल्नु हो म गेडो चुसेर जमिन मिठो साँधेर टपटपे जिबुडो पड्काए काममा सुतेर बिताउने के रोग लाग्यो जेठीलाई यस्तो अमिलो मात्रै रुचाउने स्वर्गीय नारायण गोपाल दाइले गाएको गीत स्वर्गीय नारायण गोपाललाई सबैले सम्झन्छन् किन सम्झन्छन् थाहा छ यो मान्छे हाँसेको लागि किन हामी हाँस्यौँ भन्ने थाहा छ तपाईँलाई थाहा छ मलाई म सबै कुरा बुझ्छु ल भन्नु त कसरी कि तपाईँ भन्नुहोस् न भाइ यो नान्नुको नान्दा गीतै होइन मलाई थाहा छ तपाईँले एउटा गीत गाउनु लाग्यो म दुईटा गीत गाउँछु तपाईँ एउटा गीत गाइदिनुहोस् म दुईटा गीत गाउँछु ल पानको पात सपना भुलाए सारा सपना भुलाए सारा तुमसे ना हो पाएगा तपाईँको फ्यान हो अनि तपाईँबाट एकदम प्रभावित छु गर्नु हुँदैन भनेकाले म त्यस्तो गर्दिनँ नेपालका धेरै नायिकाले तपाईँलाई मन पराउँछ माफ गरिदिनु होला यो घन्टी समात्नुहोस् मैले यहाँनिर तपाईँहरूलाई नेपाली फिल्म क्षेत्रसँग सम्बन्धित रहेर तू समझा हाँ नहीं तू समझा नहीं म 1 वर्ष बिहे गर्दिनँ म अझै 2-3 वर्ष बिहे गर्दिनँ न अनि सुदर्शन थापाले तपाईँलाई 10 वर्ष पनि कुर्दिन्छु भन्नु मलाई कहिले लोड सेडिङ नहुने व्यक्तिका रूपमा परिचय गराएँ खानु चाहिँ के हुन्छ त म पानी खान्छु जितुजी हजुर तपाईँ हास्य कलाकारबाट एक्कासी फड्को मारेर हिरो बन्नुभयो हजुर कसरी बन्नुभयो हिरो अब रौतरमा मेरो मन हो मेरो मन म देश बनाउन गएको यो देश बनाउन गएको मान्छे चुनाव जित्नु र हार्नुको मतलब छैन जनताको लागि काम गर्ने हो जनताको लागि होइन होला के हो जे कुरा भन्नुभयो विवाह गर्नको लागि उहाँले जे बोल्नुभयो त्यो हिसाबले मैले उहाँसँग विवाह गरेँ र पछि थाहा पाएँ कि त्यो सबै कुरा गलत रहेछ भनेर त्यो भएको हुनाले म त्यस्तो झुटो बोल्ने मान्छेसँग चाहिँ सम्बन्ध राख्न सक्दिनँ भनेर मैले उहाँलाई के कुरामा झुटो बोल्नु भएको रहेछ थुप्रै कुराहरू छ 4-5 वटा कुराहरू छ त्यो कुरा चाहिँ म अहिले मिडियामा चाहिँ ल्याउन चाहन्छु 4-5 वटा कुरा छ 4-5 वटै कुरा छ 2-4 वटा कुरा भन्नुहोस् न ल अपरेसन थिएटरमा छु मेरो बाइपास सर्जरी हुँदैछ मेरो किडनी ड्यामेज छ ए बाबा आराम नभए के भन खोइ आराम नभए म यहाँ आउँछु आराम छु भने तपाईँ आराम हुनुहुन्छ तर देश त आराम छैन नि त क्या बात है सर क्या बात है सर क्या बात ये बात है मान्छेहरूले चाहिँ केही गरौँ भन्ने चाहन्छ बच्चा त चाहिएला नि त तपाईँलाई बच्चा चाहिन्छ तर बच्चा छोराछोरीले जन्माउनु होला नि त एउटा कि दुईटा दाइ बच्चा जन्माउने इच्छा छ इच्छा छ बच्चा राख्ने इच्छा छ बच्चा हुने जीवनमा राख्ने इच्छा छ जन्माउनै पर्छ भन्ने पनि त छैन नि त त्यसो बच्चा नजन्माइकन तपाईँ बच्चा राख्ने त्यो गीत गाउनुहोस् त उपासनाजी आँखानी राम्रै हो मन पर्ने ओठ पुरै गाउनुहोस् न जनताले मलाई माया गरेको छ यो चुनावमा टेक्निकल कुरा हो म त्यतिर जान चाहन्न मान्छेले यो नाक मात्रै हेर्छन् क्या हो कि होइन मान्छे रुने काम गरेछ 2 रुपियाँको काठमाडौँको चिसो
अहिले त काठमाडौँमा हेर्नुहोस् मुङसिरमा यस्तो गर्मी छ हो कि न त्यतिखेर धारामा पानी जम्थ्यो त्यस्ता बेलामा बिचरा 2 रुपियाँको पत्रिका पुर्याएर त्यतिखेर त गजबको मान्छेहरू देखाउनु भयो त मैले दीपक बजाज दीपक रायमाझी होइन एकचोटि यसो चिन्ने कोसिस गर्नुहोस् यसमा 2 पिढीको कलाकारहरू छन् जसमध्ये एकजना हुनुहुन्छ हाम्रो योगेश वैद्य त म चिन्छु नमस्कार श्रोता आजको नेपाली बसमा म ऋषि धमला देशको मूलनीति राजनीति अर्थनीति कूटनीति हरकै विषयवस्तुमा छलफल गर्न उपस्थित भएको छु। आज हामी सहकारी ठगी प्रकरणकै बारेमा विशेष खुलासा गर्न चाहन्छौँ।